हामी कहाँ हिँडेको सानो? बाबाबाट हो हामी हो हेर्छु त हामीले कसलाई पर्खेको सानो? बाबालाई। बेबीलाई बाबासँग भेट्न मन छ? बाबा मनपर्छ? कति धेरै मनपर्छ? यति धेरै। अनि बाबालाई भेट्यो भने बेबी के गर्ने? बाबालाई भेटेपछि के गर्ने बेबी? माया गर्ने? केमा माया गर्ने सानो? केमा माया? केमा माया गर्ने? गालामा बेबीलाई सन्चो छैन है मेरो सानोलाई? सन्चो भइसक्यो? ए हुन्न? कहाँ जाने कहाँ? बाबा आउनुहुन्छ अब अनि जाने नि ल ल बेबी तिमी हेरिबस न बाबा कहाँबाट आउनुहुन्छ। बाबालाई चिन्छ त बेबीले? बेबी ज्यानाले बाबालाई चिन्छ? सानो यता हेर्छु न ज्याना कालु बेबी कालु बेबी कालु यता 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 अब बाबा कहाँबाट आउनुहुन्छ? अस्ति न बाबा कहाँबाट आउनुभएको? यहाँबाट? अब आज कहाँबाट आउनुहुन्छ? सबैजना आएर जानुभयो। ज्यानाको बाबा चाहिँ खोइ त? ज्यानाको बाबा चाहिँ खोइ त? बाबा बाबा कहाँबाट आउनुहुन्छ अरे सानो? बेबीको बाबा कहाँबाट आउनुहुन्छ? के भयो अरे बेबी? सबैजना जानुभयो अनि हाम्रो त बाबा नै आउनु भएको छैन नि त। बाबा कहाँ हुनुहुन्छ? हो छिटो बाबा आउनुहोस् भन त। आई मिस यु बाबा। जाऊ गर जाऊ 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 खै त गइसक्यो। जाऊ जाऊ बाबालाई हक गर्छु। नमस्ते आरामै हुनुहुन्छ? ज्यानाको थ्याङ्क यू सो मच। बाबा भेट्न आएको हो? ज्याना कहाँबाट आएको? ज्याना विदेशबाट आएको क्या हो? बाबा विदेशबाट आएको कि ज्याना विदेशबाट आयो? सानो सानो होइन बेबी को हो त? दिव्यान्चीसँग जाने? आज त बाबासँग जाने नि। बाबा बुनु छ नि बेबी घरमा बुनु छ नि। अङ्कलको घरमा त बुनु छ नि। होटल कहाँ जाने सानो? अब बसले छोडेर जान्छ नि बेबी, यहीँ बस्ने हो? गाडी जान्छ अब हामी घर जानु त घर गएर खिच्नु छ ज्यानालाई बसले छोडेर जान्छ।
थ्याङ्क यू Kamu capek mah? त्यसो गर्छन् त Naik. Baba. Macam Baba lebih ni. बाबा कहाँ हुनुहुन्छ Elpin Madina. Baba, ya cha. Hani. Ya. Hani balik. Cacu Baba lebih kan. Baba dah ni. Hani mulai makan. Mama ni dah ni macam. Mama ni Baba lebih lelah tuan. Mai. Hai. Baba, Ma, ya betul. ल सानो Kamu. हजुर रमाइलो भयो बेबीलाई रमाइलो भयो आछु भयो आछु 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 सबै लुगा भिज्यो झन् हामी दादालाई नलाने ल हामी दादालाई घर नलाने ल जुनतिर मात्रै लाने दादा त रुनु भयो बाबा त जानुभयो बाई बाई हुन न अब घरमा जानु घरमा अहिले अटोमा चिसो हुन्छ फेरि सबै लुगा भिजाएछ अनि ओ दादा रुनु Aku daji man पर्छ मैले त न्यू दाजी मन पर्छ न्यू डगी मन पर्छ अनि मैले यातेली बेबीको पनि यहाँनिर के रहेछ नाना यहाँ यो के को चित्र बनाएर रहेछ यो यो त नाना सेम 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 अनि यति मैले अहिले नि नलाइथ नानीको बाबाले गुड्डु कुकुर छ यति डाली त चल्यो चिछरी आयो छोरी हो त बेबी त काल्ली देखेछ त ए छोरी एले चिछरी मान्छे दाउरा यसो पोर पार्छ जान्थ्यो जतिखेर भने तयार गरेर दिने के भएको यो चाहिँ झोडा पानी लिन आउने ठाउँ
पाहाडमा यस्तो हुन्छ। कसको बाबा सानो? यस्तै मेरो बाबा नो माई बाबा मेरो बाबा नट यो पहिला के गर्ने ठक्क यसको यस्तो हुन्छ चोरलाई सुरुमा नजिकबाट हाल्ने वरिपरि आफ्नै हेर्नु पऱ्यो दिउँसो यस्तो छर्लङ्ग छ नि त अनि हाल्नु पनि त 29,000 हालेको पुऱ्याउनु पनि अनि टक्कसँग यसो पाएर ठ्याक्क लाएर यो तरिका लाएर चोरलाई एकदमै लाई त माछा चोरहरू छर्लङ्ग छ नि यहाँबाट यसो गर्ने होइन यो गर्ने हो अनि टक्क लाएर सानो पार्ने यो त एकदम म्याक्सिमम यतिको त यतिको फोर्स त भनिन्थ्यो क्या अनि त्यस पछाडि गएर चोर त्यहाँ छ भने यसलाई ठ्याक्क पार्ने डिम पार्ने तेस्रो लडमा गएर अलिकति डिम पार्ने चौथो लडमा पछि मिलिक 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 पार्दै गएर चोर त्यहीँ अड्किन्छ त्यही बेला गएर अनि लात्तै लात्ता लगाएर ठिक पार्ने हो यसको चाहिँ आम्मामा यसरी यो फला देखाएर चाहिँ यो घरमा त अरब करोड पैसा चाहिँ हुनुपर्ने हो तर धेरै राम्रो छ है कति फलाएको त कति चाहिँ फस्टाएको मेरी आम्मै संसारमा यतिको चाहिँ भने फस्टाउने कुरा छैन त यति आएर भन्नुपर्छ बुढी अब यसलाई ठास टक्क लाएर नर्मली ठुलो यत्रो हुन्छ यी यस्तो हुन्छ मैले 2-4 निसेल त पढेको उहाँ कोठामा बत्ती यतिको चाहिँ किन हुन्थ्यो यसले त भने चाहिँ यस्तो राम्रो हुन्छ आँखामा पार्नु हुँदैन फेरि यसको मेन समस्या नै यति पछि हाम्रो चाहिँ हरिमाया पाचे सासू खुसी हुनुहुन्छ होला नि कलसिङ प्लिज टर्न अफ माई ट्याप कलसिङ के गरेछ सानो? हो हो बन्द गरौँ अब बन्द। सुन बिनाजुले किन नखाने भन्छेको बेबी? किन? यो मिनटुले कुन बिनाजुले? यो मिनटुले सानो बिनाजुले? हैन ठुलो मिनटुले ठुलो बिनाजुले? के चिया नखाने भन्नुभयो तिमीले सोध्यौ चिया खानुहुन्छ भनेर सोध्यौ तिमीले सोधेनौ चिया खाने भिनाजु भनेर भिनाजुले के भन्नुभयो भने खै त बोलेको सानो माया गरौँ न मम्मी 1 2 3 भन मिली मिली बाबा पनि मम्मी 1 2 3 भन्नु न तिमी यता हेरी पर्खिछ मिटोले पानी तानी भएन तातो पानी खानुहुन्छ भेनाजु भन न तातो पानी पानी मात्र होइन नि त तातो पानी भन न तातो पानी खानुहुन्छ भन न हैन चिसो पानी तानी चिसो हुँदैन अहिले जाडो छ नि त हात सुकाएको छ नि त त्यो तातो खानुपर्छ एकदम चिसो पानी हाली त कसले? मैले त्यही भएर त अनि स्वर ढङ्ग्रे आहा त बाबा त तातो पानी आएको मम्मीले लिएर म चाहिँ चक्लेट खाँदै बस्छु नानी जाउ ल बाई बाई खानुहुन्न के बाबाले चक्लेट? म चक्लेट खान्छु क्या मलाई भोक लागेको छ नि त हिजो मैले पानी खाइनँ खानुहुन्न लाउ छिटो 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 एउटा होइन म त प्याकेटै खान्छु यसलाई त बोकेर पो लानुपर्छ क्या अरे हिजो त चप्पलै ल्याएन उताबाट मामु गए लु तिमी पछि राख लु के हो के हो धुन धुन लागेछ ज्याना के गलेको मामी म झरो होइन भिडियो गरेको के यसको
यता यता हेर्छु कोको ज्यान झन्डै लडेको है हो भाइ हेर भाइ भाइ सम्राट गीत ए ल कहिले भ्याउ ल ल आउनु यता आउनु म घरि आउनु भन न ए कालो पनि चिनी नहालेको खान्छ अरे यो नै चाहिँदैन यसरी अब त्यसरी खुवाउँछ यसरी यहाँ र यसरी तिमीले सक्दैन त्यसरी हुँदैन दुख्छ यसो गर्नु हुँदैन हो रहेछ हो जियानाले फुटायो कम त बलिस्तरी छैन अनि यो नि फुटाउनु बाहिरको फाल्नु जियानाले यो फुटायो ग्रिन फाल्नु यो हरियो यो रेड फाल्नुपर्छ यसरी भाइ यता भाइ उता खेल्दा यता जो सानो तितोले खाँदैन होला भनेको त खा भाइ बाबु के त यहाँ आउनुहुन्छ खाजा खाएर हुन्छ भाइ त त्यहीँ सिला पर्ने बजार पनि जानु पर्यो हामी जान्छ अब जाँदाखेरि त्यही नै जाने सबै फोहोर भयो नाना चाहिँ अब नाना फेर्नु पर्यो चप्पल भित्र छ चप्पल मुनि चाहिँ ऊ यहाँ हेर त ऊ साम्राई गई छ नि गयो त पैसा खानुको लागि ए सम्राली पनि गयो खुसी पनि खुसी गएन फोटो खिच्दैन सोनी यिनीहरूको त्यो कविताले खिचिरहेको कविताले फुटाएर खाम रुमहरूले चाहिँ टोक्ने हो कि यिनीहरूलाई अचल अलिक छैन अब छोडिदिनु लुगा आची लाग्यो त नानामा खिच्न चप्पल नलाइदिएको ऊ पहिले काँक्रा छिटो लाग्छ उठाउनु लुगा पनि फेरिदिन्छ कस्तो त्यो धुनु पर्छ लुगा ए पुरै त सलत्तै भयो त मेरा जुना नआउने पल्लो दिनमा राखिदिनु नि उनीहरूले चप्पल लगाएछ अरे सिन्धुली जाने नाच्ने भन्थ्यो म सक्दैन जियानाको त नम्बर त कति लामो लामो थियो यस्तो उयो त अम्ला उनीहरू त कति अल्गो हुने हो सेम बाउचेको जस्तै छ यहाँ त यता गोरे पप्पी चाहिँ आमालाई दाइर खानु दिने छोराछोरीहरू सन्तकी हुनु सानदेखि छोडेर हिँड्या हुन्छ अनि के गर्नु जे दिए नि खाने गोरे यहाँ त गोलु अब गोरे यहाँ बस्छ पनि सन्तकी थियो नि गोरे आऊ नानी चाहिँ झन् धेरै ज्ञानी नि यहाँ त गोरे जतासुता ए गोरे यो चाहिँ गाउँमा गयो भने पाक्छ पुच्छु हिर्काइदिएर हिँडिहाल्छ भागभुक पाएर यसले गाउँभरिको केटाकेटीलाई जियाना आऊ जियाना
सबैलाई कुट्छ अहिले पाएर त झ्याम गालामा एक दुई झापड आँखा हिँड्छ सुत दिदी चाहिँ जहिले जाँदा रुएरै आउँछ त्यसले चाहिँ रुवाएरै आउँछ जहिले रुवाएर आउँछ जहिले रुएर आउँछ एक थोपा कसैलाई पठाउँदैन सुन त ल खाऊ ल यहाँ आउने ताउ त भरे आउ त यहाँ फेरि उता जानुपर्छ नि ल अहिले जामिन लेख्दै बोकेर ल्याए भयो भयो सानो भयो ल बाबु फ्रेन्ड ए खाऊ न खाऊ सबै खाऊ यतै बोलाउनु न यहाँ खाजा खान दिएर जाने कि त्यहीँबाट अनि फेरि आउनु जानु एकैछिन आउँछु लुगा फेरौँ म पनि फेर्छु लुगा अनि धुनु पर्यो बेबी पनि चिज गर्दैन दादा जस्तै पारा गटुल पारा गटुल त्यो चुम्के हुँदैन यस्तो पारा गटुल खै त दादाले पारा गर्नुभएको खेल यस्तो तरिकाले बिपिङ गर्छ गर्दा जो जान्छ त्यही नै राम्रो लाग्छ बसेपछि सेटिङ पर्छ नभए बाहिर स्वतन्त्र बसेर हेर्ने भने नेताको अनुहार हेर्ने होइन रात हेर्ने होइन मुद्दा हेर्ने हो होइन मुद्दा कसो के छ भने जोडिएर हिँड्ने भने चाहिँ त्योभन्दा राम्रो अरू कुनै पनि जोडिएर हिँड्ने जो जान्छ त्यही राम्रो स्कुलले हिँड्दैन कसैले पनि मैले भुल्याउँछु मुद्दाको विषयमा वा नेताको पर्सनालिटीको हिसाबले भुल्याउँछु तर हुँदैन पनि कसैले पनि यहाँ भनेको तपाईँको चुनाव भनेर नै टेक्निकली कुरा कसले टेक्निकली होइन मिलाउन सक्छ सबैभन्दा बढी